एकचोटि चाहिँ के भयो भन्दा चाहिँ एउटा टिचरले एउटा ट्रेनरले 10-12 जना स्टुडेन्टलाई लिएर द्याट ट्रेनर आस्क्ड अ क्वेसन, उसले एउटा क्वेसन गरेछ सबैलाई, प्लिज राइट योर गोल अन नोटबुक। अनि त्यो 10-15 जनाले नि के गरेछन् भन्दाखेरि नि आफ्नो आफ्नो गोल चाहिँ त्यो नोटबुकमा लेख्न स्टार्ट गरेछन्। र आफ्टर 10-15 मिनट द्याट ट्रेनर विल कलेक्ट अल दोज नोटबुक्स। अनि उसले हेर्न स्टार्ट गरेछ, कसैले लेखेको छ आइफोन, कसैले लेखेको छ हाउस, कसैले लेखेको छ मोटरसाइकल, कसैले लेखेको छ कार, कसैले लेखेको छ न्यू हाउस, कसैले लेखेको छ फरेन ट्रिप, अनि एसेक्ट्रा 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 सबैले लेखेको रहेछ। तर एउटा केटाले चाहिँ के लेखेको रहेछ भन्दा चाहिँ माई गोल इज बाइङ स्टिल। स्टिल मिन्स पत्रा। पत्रा इन द सेन्स जुन घरलाई छाउँछ नि, त्यो घरलाई छाउने चाहिँ जुन छानो हुन्छ नि, त्यो स्टिलको छानो, त्यो पत्रा या त्यो छानो लेखेको रहेछ। अनि ट्रेनर चाहिँ अलिकति अमेज भएछ, आखिरमा यसले यो किन लेख्यो त। अनि द्याट ट्रेनर जस्ट कल द्याट पर्सन एन्ड आस्क्ड कि सबैले आइफोन लेखेको छ, कसैले के लेखेको छ, कसैले के लेखेको छ, कसैले फरेन ट्रिप लेखेको छ, तर तिमीले चाहिँ यो छानो किन लेखेको, यो पत्रा किन लेखेको भन्दा चाहिँ उसले के भनेछ भन्दा चाहिँ जब पनि बर्खाको सिजन हुन्छ, रेनी सिजन हुन्छ, एभ्री डे माई मदर क्यान नट स्लिप। ऊ सुत्न पाउँदैन। किन पाउँदैन भन्दा चाहिँ नि हाम्रो घरको जुन छानो छ त्यो छानो चाहिँ चुन्छ, त्यो छानो चुने बित्तिकै चाहिँ पानी तल आउँछ र त्यो पानीलाई चाहिँ उहाँले चाहिँ कलेक्ट गर्नुपर्छ। सी हेज टु कलेक्ट अल द किनकि स्पोइल भएको वाटरलाई चाहिँ कलेक्ट गरेर बाहिर फाल्ने काम उहाँको हुन्छ। सो उहाँ चाहिँ नि बर्खाको सिजनमा रातभरि सुत्न पाउनुहुन्न मोस्टली टाइम। त्यही भएर चाहिँ माई गोल इज टु बाइङ दिस पत्रा फर्स्ट भनेर उसले भनेछ। सो अब यहाँदेखि हामीले लिनुपर्ने लर्निङ चाहिँ के भन्दा चाहिँ लेट मी आस्क यु अ क्वेसन। अब मलाई तपाईँहरूले भन्नु होला 10-12 जनामा चाहिँ नि सबैले आफ्नो आफ्नो विस, आफ्नो आफ्नो गोल लेखेका छन्, तर एउटाले चाहिँ पत्रा लेख्यो। सो यु हेभ टु टेल मी विच पर्सन क्यान फुलफिल हिज गोल फास्ट। यो 10-12 जनाबाट चाहिँ सबैभन्दा पहिला चाहिँ नि गोललाई अचिभमेन्ट गर्ने चान्सेस कसको होला? 100% चान्सेस हुन्छ द्याट बोय हु हेज रिटन द पत्रा अथवा चाहिँ त्यो छानो। किन भन्दा चाहिँ नि छानो लेख्ने केटाको अथवा द्याट पर्सनको चाहिँ नि पर्पज क्लियर छ। राम्रोसँग बुझ्नु होला, पर्पज क्लियर छ। के पर्पज क्लियर छ भन्दा चाहिँ म छानो किन्न चाहन्छु, म पत्रा किन्न चाहन्छु किनभने मेरो मदरले स्ट्रगल गर्नु भएन, मेरो आमाले स्ट्रगल गर्नु भएन। सी हेज टु गेट गुड स्लिप एट नाइट। ऊ राम्रोसँग सुत्न पाउनु पर्यो, ऊ रातभरि जाग्न भएन। उसको पर्पज क्लियर छ। अब पर्पज क्लियर हुने बित्तिकै चान्सेस छ त्यो केटाले बढी एफर्ट लगाउला। अब जसले लेखिरहेछ मलाई आइफोन चाहिन्छ, बाइक चाहिन्छ, फरेन ट्रिप चाहिन्छ, होटलमा गएर पार्टी गर्न चाहन्छु, एसेक्ट्रा एसेक्ट्रा, उसको गोल त छ उसँग, तर उसको पर्पज क्लियर छैन। आई वान्ट टु बाई अ आइफोन बट हि इज नट क्लियर अबाउट इट कि एक्ज्याक्टली मैले आइफोन किन बाई गर्न चाहन्छु त, देखाउनको लागि मात्रै हो कि साँच्चीकै केही पर्पजको लागि बाई गर्न चाहन्छु, हि इज नट क्लियर। अब कसैले भनिरहेको छ कि आई वान्ट टु सेलिब्रेट माई बर्थडे पार्टी इन बिग होटेल्स, ओके, त्यो यो चाहिँ उसको विस भयो। त्यहाँ कुनै पनि किसिमको पर्पज लुकेको छैन, देयर इज नो पर्पज। सो हाम्रो लाइफमा बहुत जरुरी हुन्छ, पर्पज हुन जरुरी छ। यदि तपाईँको लाइफमा, हाम्रो लाइफमा चाहिँ यदि स्ट्रङ पर्पज आयो भने जे पनि हुनसक्छ। जति पनि सक्सेसफुल पर्सन छन्, जति पनि सक्सेसफुल बिजनेसम्यान छन् अर सक्सेसफुल पर्सनालिटी छन्, सबको पछाडि एउटा न एउटा स्ट्रङ पर्पज हुन्छ नै हुन्छ। सो टुडे जस्ट डु वान थिङ, सिट काम, compose and relax. Just take a long breath 10-15 times. Just let be completely calm yourself. Then ask yourself, अनि आफूलाई नै सोध्नु होला, do you have a specific purpose in your life or not? तपाईको लाइफमा तपाईसँग स्पेसिफिक पर्पज छ कि छैन?
यदि पर्पज छैन भने आई एम 100% स्योर वी विल वी आर लुजिङ आवर टाइम, मनी, एनर्जी एन्ड एफर्ट्स। हामी सबै कुरालाई लुज गरिरहेको छौँ कि बिना पर्पजको त केही पनि कुरा युटिलाइज हुनै सक्दैन। इट मिन इफ वी डोन्ट ह्याभ पर्पज, इट मिन वी आर लुजिङ आवर टाइम, मनी, एनर्जी, एफर्ट्स, एभ्रिथिङ वी आर लुजिङ। तर जुन दिन हाम्रो लाइफमा पर्पज आयो, एभ्रिथिङ, एभ्री रिसोर्सेस आर गोइङ टु बी म्याक्सिमम युटिलाइज्ड। सबै कुरा जे पनि हामीसँग छ, हामीसँग भएको टाइम, हामीसँग भएको मनी, एनर्जी, एफर्ट्स, धन, सम्पत्ति, जे पनि हामीसँग छ, सबै राइट ठाउँमा नै, राइट तरिकाले नै युटिलाइज हुन सक्छ अथवा हुन्छ नै हुन्छ। तर त्यसको लागि पर्पज हुन जरुरी छ। सो प्लिज थिङ्क अबाउट इट, डु यु ह्याभ एनी पर्पज अर नट? This is Mesh signing out. Until we will meet again, till then, take care and bye-bye. One more thing, if you like this video, if you found this video useful, please share this video with your friends, family and relative. Maybe they will also get a specific purpose in their life.